उहाँ दिदीहरू चाहिँ स्वास्थ्य चौकीबाट आउनु भएको रहेछ। विशेष गरी नानीहरूलाई टाइमको खोप चाहिँ लगाइरहनुपर्छ र कसैको छुटेको हुन्छ भन्ने हिसाबले घर घर आएर चाहिँ कोही पनि नछुटोस् र पछि गएर त्यो समस्या नहोस् भन्नको लागि उहाँहरू घर घर आउनु भएको रहेछ। यता म्याम आउनु भएको छ हाम्रोमा। किन तपाईँहरू अहिले यो घर घर डुलिरहनु भएको छ विशेष? हामीले चाहिँ अहिले चाहिँ होइन पुनः खोप वाडा घोषणाको लागि हो। त्यसको लागि चाहिँ हामीले चाहिँ जन्मेदेखि 15 महिनासम्म र 16देखि 59 महिनासम्मको बच्चाहरूको डाटा दिइरहेछौँ। त्यसमा चाहिँ 15 महिना पुरा भएदेखि 59 महिनासम्ममा चाहिँ मेन चाहिँ दादुराको दोस्रो डोज लगाएको छ कि छैन भनेर हेर्ने हो। र दादुराको दोस्रो डोज लगाएको छ भनेदेखि चाहिँ उनीहरूलाई चाहिँ हामीले तपाईँको घर चाहिँ पुनः खोप सुनिश्चित भविष्यको लागि भनेर हामीले स्टिकर टाँस्छौँ होइन, जसले चाहिँ दादुराको दोस्रो डोज लगाएको छ। जस्तो हाम्रोमा चाहिँ सानो नानी छ, उसको सबै खोप पूर्ण भएको रहेछ। भएको छ। तपाईँको दादुराको दोस्रो डोज पनि लगाइसक्नु भएको छ। र दादुराको दोस्रो डोज भनेको 15 महिनामा लगाइन्छ। बिरामी भयो भने 16-17 महिनासम्म लागेको हुन्छ। र पुनः खोप लगाइसकेपछि चाहिँ यो खालको पुनः खोपको चाहिँ खोप टाल्नु पर्छ। यो चाहिँ सबैजनाले आफ्नो बच्चाले चाहिँ पुनः खोप पुरा गरेपछि चाहिँ यो खोप अहिले चाहिँ त्यो टाल्न मिल्दैन हाम्रोमा। अहिले तपाईँको बच्चा पुनः खोप लगाइसकेको छ, त्यही भएर हामी यो स्टिकर चाहिँ तपाईँलाई टाल्न मिल्छ। ए ल, हुन्छ, धन्यवाद। थ्याङ्क यू। तपाईँहरूले चाहिँ अब नानीको सबै खोप लगाइसक्नु भएको छैन भने एकपटक नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गरेर खोप लगाइदिनु होला। किनभने भविष्यमा जे पनि समस्या हुन सक्छ, त्यो समस्याबाट बच्नको लागि बेलैमा खोप लगाउनु होला।